छिमेकीलाई आफूलाई झै प्रेम गर्नु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ पहिला चाहिँ हामीले आफैले आफूलाई प्रेम गर्न सक्नुपर्छ। हालेलुया। हामीले जबसम्म हामीले आफैलाई प्रेम गर्दैनौँ तबसम्म हामीले हाम्रो छिमेकीलाई प्रेम गर्न सक्दैनौँ। थ्याङ्क यू सो मच मेरो युट्युब च्यानलमा आउनुभएकोमा। यदि तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला अनि छेउको नोटिफिकेसन बेललाई दबाउनुहोला। त्यसो गर्नाले तपाईँ भएको ठाउँमा नयाँ भिडियोहरू आइपुग्छ। हेलो जय मसीह, तपाईँहरूको सामुने म फेरि पनि आएको छु। अनि आज मैले वचनको टपिक के लिएर आएको छु भने मर्कुस 12:28बाट। अनि त्यहाँ टपिकमा के छ भन्दाखेरि त्यहाँनिर यसरी लेखेको छ, सबैभन्दा ठुलो आज्ञा भनेर लेखिएको छ है। अनि साँच्चै हामी बाइबलमा हेर्ने हो भने परमेश्वरले हामीलाई धेरै त्यहाँनिर आज्ञाहरू गर्नुभएको छ। हालेलुया। धेरै आज्ञाहरू गर्नुभएको छ। अब ती मध्ये सबैभन्दा पहिलो र ठुलो आज्ञा चाहिँ के हो भनेर हामी जान्न चाहन्छौँ भने हामी मर्कुस 12:28मा हामी जानुपर्दछ प्रिय है। अनि त्यहाँनिर हामी हेर्ने हो भने है जब अनि यीशु ख्रीष्ट चाहिँ अनि भिडहरूसँग गफ गरिरहेको थियो। यीशु ख्रीष्ट एउटा शास्त्रीहरूलाई एउटा परमेश्वरको वचन सिकाइरहनु भएको थियो, परमेश्वरको राज्यको विषयमा सिकाइरहेको थियो। त्यो सिकाउँदै क्रममा शास्त्रीहरू मध्ये एकजना व्यक्ति आएर चाहिँ त्यहाँनिर यीशुलाई प्रश्न गरेको हामी थाहा गर्न सक्छौँ। अनि त्यहाँनिर यीशुलाई यसरी प्रश्न गरेको छ, गुरुज्यू सबैभन्दा महान र सबैभन्दा ठुलो र प्रथम आज्ञा के हो भनेर त्यहाँनिर एकजना शास्त्रीले यीशुलाई सोधेको हामी थाहा गर्न सक्छौँ। अनि त्यो समयमा यीशुले के भन्नुहुन्छ भने सबैभन्दा पहिलो आज्ञा र प्रथम आज्ञा ठुलो आज्ञा चाहिँ के हो भन्दाखेरि चाहिँ तिमीहरूले आफ्नो सारा हृदयले, सारा प्राणले र सारा समाजले, सारा शक्तिले चाहिँ परमेश्वरलाई प्रेम गर्नु भनेर भन्दछ। हालेलुया। चाहिँ किन भन्नुभयो भन्दाखेरि चाहिँ हामीले कतिचोटि हामी के हुन्छौँ भन्दाखेरि है हामीलाई परमेश्वरले सृष्टि गर्नुभयो त्यो परमेश्वरलाई चाहिँ हामी कतिचोटि भुलि पठाउँछौँ। हामी त्यतिकै संसारमा आएको छैनौँ, हामी आउनु चाहिँ परमेश्वरको केही उद्देश्य छ हाम्रो जीवनमा। अनि त्यो भएको कारणले गर्दाखेरि हामीलाई परमेश्वरले किन संसारमा ल्याउनु भयो, किन हामीलाई जन्म दिनुभयो भन्दाखेरि चाहिँ हामीले परमप्रभुको निम्ति केही काम गरोस्, हामीलाई सृष्टि गर्ने परमेश्वरको इच्छा अनुसार हामीले केही गर्न सकौँ है, उहाँको त्यो आज्ञा अनुसार केही काम गर्न सकोस् भनेर परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको। तर हामी संसारमा कति मानिसहरू चाहिँ आफ्नो मोज मजामा, आफ्नो रमझममा, आफ्नो शरीरले के कुरो चाहन्छ त्यो कुरामा हामी मग्न भएको कारणले गर्दा धेरैचोटि हामीहरू के भइरहेको हुन्छौँ, परमेश्वरको आज्ञादेखि हामी टाढा भइरहेको हुन्छौँ। परमेश्वरले पहिलो आज्ञा के गर्नुभएको थियो भन्ने कुरालाई हामी बिर्सी पठाउँछौँ। तर परमप्रभुको वचनले के भन्छ भन्दाखेरि है, अनि यीशुले भन्दै हुनुहुन्छ त्यहाँ भिडलाई कि सुन है, सबैजना सुन है, पहिलो आज्ञा चाहिँ के हो भन्दाखेरि तिमीहरूले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समाजले र सारा शक्तिले चाहिँ तिमीहरूको सृष्टिकर्ता परमेश्वरलाई प्रेम गर्नु भनेर भन्दछ। हालेलुया। अनि जब हामी सारा हृदयले, सारा समझ शक्तिले जब हामी परमेश्वरलाई प्रेम गर्छौँ नि त्यतिखेर त्यहाँदेखि उता हाम्रो हृदयमा घमण्ड भन्ने कुरा आउँदैन। तर यदि हामीले परमेश्वरलाई पहिलो जुन आज्ञा गर्नुभएको छ, सारा हृदय आफ्नो शरीर प्राणले प्रेम गर्नु भन्ने जुन आज्ञा गर्नुभएको छ त्यो कुराहरू हामी गर्दैनौँ भने हामी एउटा घमण्डी भइ पठाउँछौँ। हालेलुया। हामी घमण्डी भइ पठाउँछौँ है। अनि हामीले हाम्रो हृदयदेखि परमेश्वरलाई हामी पुजिरहेको हुँदैन, हृदयदेखि परमेश्वरलाई हामी सच्चो आराधना दिइरहेको हुँदैन प्रिय। थाहा छ प्रिय, एक समय म जब हप्ता दिनको म उपवास बसिरहेको थिएँ, फास्टिङ बसिरहेको थिएँ। अनि त्यो समयमा म है अनि मैले दिउँसोखेरि म एक्लै समय परमप्रभुलाई दिइरहेको हुन्थेँ, परमेश्वरलाई आराधना दिइरहेको थिएँ, परमेश्वरलाई मैले महिमा दिइरहेको थिएँ त्यो समयमा। अनि जब म त्यतिखेर एउटा मलाई कोरस आयो मुखमा गाउनका लागि है, एउटा कोरस, कुन कोरस भन्दाखेरि है, स्तुति गर्छु सारा हृदयले, स्तुति गर्छु सारा जीवनले, मेरो सारा बोले, मेरो सबै आशा छ तपाईमा, मेरो जीवन तपाईमा छ, मेरो बल तपाईमा छ, मेरो आशा तपाईमा छ, तपाईमा हालेलुया।
जब यो कोरस गाइरहेको थियो अनि मेरो हृदयभित्र मेरो भकन्नेर आइरहेको थियो कि यति धेरै हृदय टुटेर आइरहेको थियो, फुटेर आइरहेको थियो कि मैले परमेश्वरलाई चाहिँ मैले हृदय ठुलो स्वरले प्रभुलाई मैले आराधना गरिरहेको थिएँ। मैले हृदय परमेश्वरलाई प्रभु तपाईँ साँच्चै नै महान हुनुहुन्छ भनेर उचालिरहेको थिएँ। किन भन्दाखेरि चाहिँ हामी संसारमा यस्तो धेरै मानिसहरू छौँ है, धेरै मानिसहरू छौँ जसलाई चाहिँ हाम्रो परमेश्वरले सृष्टि गर्नुभएको, तर हामी एउटा परमेश्वरले जुन परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो जुन उद्देश्यले त्यो उद्देश्यलाई नबुझेर हामी आफ्नै बाटोतिर मोडेर गएको कारणले गर्दा धेरै हाम्रो परमेश्वरले हृदय दुखाइरहनु भएको रहेछ, धेरै उहाँको हृदय टुटिरहेको, धेरै उहाँ रुनु हुँदो रहेछ हाम्रो निम्ति। अनि साँच्चै नै जब त्यो क्रुस गएर थियो मलाई रुन मन लाग्यो, एकदमै धेरै रुन मन लाग्यो। हामी धेरैचोटि हामी मुखले प्रभुलाई प्रेम गर्छु भन्छौँ है, मुखले परमेश्वरलाई आदर गर्छु भन्छौँ, परमेश्वरको वचन अनुसार म जीवन जिउँछु भन्छौँ, तर कतिचोटि हामीले बोलेको जस्तो कुराहरू नगर्दो रहेछौँ हामीले। हालेलुया। अनि त्यही भएर त परमेश्वरले यहाँनिर वचनले मर्कुस 18 तल हेर्दै जाने भने त्यहाँ त्यही भनिरहेको छ कि तिमीहरूले आफ्नो सारा हृदयले, सारा समाज, सारा शक्तिले, सारा प्राणले तिमीहरूको सृष्टिकर्ता परमेश्वरलाई प्रेम गर्नु भनेर भने। अनि कतिचोटि हामीले त्यो कुराहरू भुलेको कारणले गर्दा हामी संसारमा मग्न भइ पठाउँछौँ, संसारको कुराहरूमा लडीबडी गर्छौँ र जुन कुराले गर्दाखेरि चाहिँ हामी परमेश्वरको उद्देश्यलाई बुझ्न सक्दैनौँ। हामीहरू एउटा संसारको मोहमा डुबेको कारणले गर्दा धेरैचोटि हामीले प्रभुलाई पहिलो प्राथमिकता दिन सकिरहेको हुँदैनौँ हाम्रो जीवनद्वारा है। परमेश्वरले हाम्रो यो जीवनलाई त हामीलाई, यो जीवन त हाम्रो परमेश्वरले हामीलाई दिनुभएको भने हामीले कमाएको सम्पत्ति, आय स्रोतहरू, हाम्रो घर गाडीहरू किन हामी यो सबै परमेश्वर तपाईँको हो भन्न सक्दैनौँ। हालेलुया। तर यदि हामीले परमेश्वरलाई प्रेम गर्छौँ भन्छौँ भने, यदि हामी परमेश्वरको सृष्टि हौँ भने हामीले यो कुराहरू भन्न सक्नुपर्छ कि प्रभु सबै मेरो जीवन चाहिँ तपाईँको, सबै मेरो जति पनि सम्पत्तिहरू छ, जति पनि मेरो कुराहरू मसँग जोडिएको चिजहरू छ, यो चाहिँ सबै प्रभु तपाईँको हो भनेर हामी भन्न सक्नुपर्छ। हालेलुया। तपाईँलाई म एउटा इक्जाम्पल दिनु मन पर्यो। एकजना छोरा मान्छेले एउटा छोरी मान्छेलाई विवाह गर्यो होइन, उसले विवाह गरेर ल्याए, विवाह गरेपछि उसको श्रीमती हुन्छ होइन। जब विवाह गरेर घरभित्र आयो अनि घरभित्र आएपछि उसले आफ्नो श्रीमतीलाई है तेरो चाहिँ सुत्ने ठाउँ यो तल भुइँमा है, यो मेरो बेड तैँले छुनु पाउँदैनस्, यो मेरो सामानहरू तैँले छुनु पाउँदैनस् भनेर भन्यो भने त्यो श्रीमती के त्यो श्रीमानसँग बस्छ त? बस्दैन। भोलिको बिहान नभइकन त्यो श्रीमती टाप बस्छ। तर त्यो श्रीमानले चाहिँ ल्याएको दिनै जब भित्र आउँछ अनि त्यही समयमा है अनि श्रीमानले चाहिँ है अबदेखि उता चाहिँ मेरो यो जीवन, मेरो शरीर चाहिँ तिम्रो हो अनि मसँग जोडिएको जति पनि चिजहरू छ, सम्पत्तिहरू जति पनि कुराहरू छ, रुपियाँ पैसा दिएर जति जे कुराहरू छ, यो सबै चाहिँ तिम्रो हो है, यो सबै कुराहरू तिम्रो हुन्छ। अब म नै तिम्रो भएपछि यो सबै कुरा नै तिम्रो हुन्छ, अब तिमीले सम्हाल्नुपर्छ भनेर हामी यदि त्यो कुरा गर्छौँ भने है, त्यो कुरा गर्छौँ भने अनि त्यो श्रीमती चाहिँ एकदमै खुसी भएर अनि त्यहाँनिर त्यो घरलाई एकदमै राम्रो तरिकाले सम्हालेर जान सक्छ। प्रिय त्यसरी नै प्रिय अनि हाम्रो परमेश्वरले जुन हामीलाई सृष्टि गर्नुभएको छ अनि त्यो सृष्टिकर्तालाई हामीसँग जे कुराहरू छ सबै नै प्रभु तपाईँको हो। अनि मलाई नै तपाईँले सृष्टि गर्नुभयो भनेदेखि अब म नै तपाईँको हो भनेदेखि मसँग जोडिएको सबै कुरा तपाईँको हो अनि प्रभु अनि तपाईँलाई चाहिँ म सबै कुराद्वारा तपाईँलाई म आदर गर्न चाहन्छु भनेर जब हामी त्यो कुराहरू गर्छौँ भने त्यो कुराले चाहिँ साँचो प्रेमलाई देखाउँदछ। अनि त्यही भएर यदि हामी परमेश्वरलाई पहिलो प्रेम गर्छौँ भने, यदि परमेश्वरलाई हामीले परमेश्वरको एउटा आज्ञालाई मान्छौँ भने हामीले चाहिँ पहिलो चाहिँ के गर्नुपर्छ भन्दा हाम्रो सारा हृदयले, सारा समाजले, सारा शक्तिले र सारा प्राणले चाहिँ हाम्रो परमेश्वरलाई हामी प्रेम गर्नको लागि हामी भुल्नु हुँदैन। अनि हामीले हरेक पल हामी जब सास फेर्छौँ त्यतिखेर पनि प्रभुलाई हामीले आदर गर्नुपर्छ। हामी जहाँ जान्छौँ, जे गर्छौँ, जे खान्छौँ, जुन कुराहरू कामहरू गर्छौँ सबै कुराले प्रभुलाई आदर गर्नुपर्छ। प्रभुलाई सम्झेर प्रभु धन्यवाद भन्ने कुराहरू हामीले गर्नु सक्नुपर्दछ। प्रिय त्यसरी नै प्रिय अनि त्यहाँनिर हामी मर्कुस 12:28 तल हामी हेर्दै जाने हो भने त्यहाँनिर दोस्रो आज्ञा पनि भन्नुभएको छ। दोस्रो आज्ञा के हो भन्दाखेरि चाहिँ दोस्रो आज्ञा चाहिँ यो हो कि आफ्नो छिमेकीलाई तैँले चाहिँ आफूलाई चाहिँ प्रेम गर्नु है, त्यो भन्दा अरू ठुलो आज्ञा अरू कुनै कुरा छैन भनेर भन्दछ।
पहिलो आज्ञा हाम्रो सारा हृदय सारा समशक्तिले प्रभुलाई प्रेम गर्नु हो भने दोस्रो आज्ञा चाहिँ हामीले हाम्रो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु हो। छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ पहिला चाहिँ हामीले आफूलाई प्रेम गर्न सक्नुपर्छ। हालेलुया। हामीले जबसम्म हामीले आफूलाई प्रेम गर्दैनौँ तबसम्म हामीले हाम्रो छिमेकीलाई प्रेम गर्न सक्दैनौँ। त्यसैले प्रेम म तपाईँहरूलाई के भन्न चाहन्छु भने कतिचोटि यस्तो पनि भइरहेको हुन्छ परिवारमा, अनि जुन श्रीमान श्रीमती हुन्छ अनि धेरै जस्तो एउटा श्रीमानहरूले श्रीमतीहरूलाई दबाएर बोल्ने होच्याएर बोल्ने कुराहरू हुन्छ प्रिय। कतिचोटि हामी धेरै सुनिरहेको हुन्छौँ कि एउटा श्रीमतीलाई यसले त केही जान्दैन, यसले त फल्नाले जस्तो गाडी कुदाउनु जान्दैन, यसले फल्नाले जस्तो काम गर्न सक्दैन, फल्नाले जस्तो बोल्नु जान्दैन, यसले चाहिँ एउटा राम्रो काम गरिदिएन है, अनि यसले अफिसियली कामहरू जानेन, यसले इङ्ग्लिस बोल्नु जानेन भन्ने कुराले धेरैचोटि एउटा बारम्बार एउटा श्रीमतीलाई बोलिरहेको कारणले गर्दा श्रीमतीले के गर्छ भने भोलिदेखि त्यही कुराहरू एक्सेप्ट गर्न थाल्छ। हो म जान्दिनँ, मेरो श्रीमानले त यस्तो भन्छ भने यो देखेर त भनेको नि हो, म जान्दिनँ, म इङ्ग्लिस बोल्नु जान्दिनँ, म काम गर्नु सक्दिनँ, मैले अरूले जस्तो गाडी कुदाउनु जान्दिनँ, म चाहिँ अब एकदम बेकामको भएँ, म काम नलाग्ने भएँ, अब मेरो किन जरुरी यो घरमा, म नबस्दा नि हुन्छ नि भनेर कतिचोटि स्त्रीहरूले घरलाई त्यागेर जान्छ। अनि कतिचोटि स्त्रीहरू आफूलाई नै इन्कार गरेर उस चाहिँ एउटा सुसाइड गर्नुतिर जान्छ। अनि उसले आफूले इन्कार गरेको कारणले उसले लत्ता छोड्छ, घर परिवार छोड्छ, नानीहरूलाई प्रेम गर्नु छोड्छ, अनि श्रीमानहरूलाई प्रेम गर्नु छोड्छ, अनि उसले एउटा छिमेकीहरूलाई प्रेम गर्न छोड्छ। किन भन्दाखेरि चाहिँ उसले आफूलाई प्रेम गर्न छोडिसकेको हुन्छ है। अनि त्यसरी म तपाईँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँको श्रीमानले तपाईँलाई यदि होच्याउँदैछ भने त्यतिखेर नै तपाईँले भन्न सक्नुपर्छ कि यो कुरा तपाईँले नगर्नुहोस्, सक्नुहुन्न यसरी बोल्नु होइन। अनि कतिचोटि हामीले त्यो राइट समयमा हामीले हेरेर हामीले आफ्नो श्रीमानलाई सम्झाउनुपर्छ, आफ्नो श्रीमानको मुखमा चाबी लगाइदिनुपर्छ, जुन कुराले गर्दा फेरि पनि त्यो कुरा नदोहोरियोस् भनेर। किन भन्दा त्यो कुरा बोलिरहेको कारणले गर्दाखेरि हामी आफूलाई प्रेम गर्न छोडिसक्छौँ, जुन कुराले गर्दा कहिले पनि हाम्रो परिवार असल भएर हामी लान सक्दैनौँ, परिवारलाई असल तरिकाले हामी अगाडि बढाउन सक्दैनौँ। अनि कतिचोटि श्रीमानहरूको जीवनमा पनि त्यस्तै हुन्छ, धेरै कतिचोटि श्रीमतीहरू पनि त्यस्तै हुन्छ कि है श्रीमानहरूलाई मोच्याउने दबाउने, अरूको श्रीमानसँग तुलना गर्ने, अनि फल्नाले यति धेरै पैसा कमायो, खोइ तपाईँले यो गरेको, फल्नाले यो गरेको, खोइ तपाईँले यो मलाई यसो गरेको भन्ने कुराले दिनानु जब एउटा श्रीमानलाई श्रीमतीहरूले पनि भोचिरहन्छ नि, श्रीमतीहरूले त्यो श्रीमानहरूले पनि त्यो कुरालाई एक्सेप्ट गरेर अनि हृदयमा लिएर एकदमै धेरै हृदयमा कुरा खेलाएर उस चाहिँ एकदमै धेरै उसले आफूलाई नै प्रेम गर्न छोड्छ। अनि त्यो भएको कारणले गर्दा उसले आफ्नो श्रीमतीलाई प्रेम गर्न सक्दैन, उसले आफ्नो छोराछोरीलाई प्रेम गर्न सक्दैन, अनि छिमेकीहरूलाई प्रेम गर्न सक्दैन प्रिय। अनि तपाईँलाई म के भन्न चाहन्छु भने यदि तपाईँहरूले एकले अर्काको दोषलाई गल्तीलाई देखाइरहनुहुन्छ भने त्यसले आफूलाई नै हानि गर्छ, आफूलाई नै त्यसले समस्यामा पार्छ। तर त्यस गल्ती देखाउने भन्दा पनि एउटा असल तरिकाले कसरी त्यो गल्तीलाई सुधार गर्ने भन्ने विषयतिर गएर तपाईँले त्यो गल्तीलाई सुधारेर अगाडि बढ्नुहुन्छ भने तपाईँको लाइफ परिवार एकदमै धेरै असल भएर जाँदछ प्रिय, आशिषमय भएर जान्छ। अनि म तपाईँलाई त्यही भन्न चाहन्छु यदि तपाईँले छिमेकीलाई प्रेम गर्न चाहनुहुन्छ, यदि तपाईँले आफन्तलाई प्रेम गर्न चाहनुहुन्छ भने पहिला तपाईँले आफूलाई प्रेम गर्नुहोस्। हालेलुया। जब हामीले सारा हृदय सारा प्राणहरू जब हामी परमेश्वरलाई सुम्पिन्छौँ अनि जुन सुम्पिएको कारणले गर्दा परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, अनि जुन प्रेमको कारणले गर्दाखेरि चाहिँ अनि हामी आफैलाई पनि हामी प्रेम गर्न थाल्छौँ। किनभने हामी जब हामी सबै कुराहरू प्रभु यो सबै मेरो जीवन तपाईँको भनेर जब हामी सुम्पेर अघि बढ्छौँ नि तब हामीलाई थाहा हुन्छ कि परमेश्वरको उद्देश्य चाहिँ के छ हाम्रो जीवनमा, किन परमेश्वरले हामीलाई संसारमा पठाउनु भयो भन्ने कुरा हामीलाई थाहा हुन्छ। अनि जुन कुराले गर्दा हामी आफूलाई प्रेम गर्न थाल्छौँ, हामी आफूलाई सुरक्षा गर्न थाल्छौँ, हामी आफूलाई नै केयर गर्न थाल्छौँ, अनि हामी आफै नै सचेत भएर अगाडि बढ्न थाल्छौँ। अनि जुन कुराले गर्दाखेरि हामी अरूलाई पनि त्यही कुरा सिकाउँदै जान्छौँ, अनि अरूलाई पनि प्रेम गर्न थाल्छौँ, अरूलाई नै असल कुरा सिकाउँदै जान्छौँ। अनि जुन कुराले गर्दाखेरि चाहिँ हाम्रो परिवार, हाम्रो समाज, हाम्रो आफन्तहरू सबै छरछिमेकीहरू असल भएर जाँदछ। धेरै कुराहरू म सुनिरहेको हुन्छु के भन्दाखेरि मानिसहरूले के भन्छ, हामी कतिचोटि सुसमाचार सुनाउँछौँ होइन, अनि चर्च जानु राम्रो हुन्छ भन्ने कुराहरू सुनाउँछौँ। अनि तर है अनि कति मानिसहरूले सुन्छन्, उनीहरूले विश्वास पनि गर्छन्। त्यहाँ के भनिरहेको हुन्छ भन्दाखेरि चाहिँ मलाई क्रिस्चियनहरू मन पर्दैन भनेर भनिरहेको हुन्छ।
तर वास्तवमा त्यो व्यक्तिले त्यो मानिसहरूले भन्नु खोजेको के हो भन्दाखेरि चाहिँ क्रिस्चियन विश्वासीहरू मन पर्दैन भन्नु खोजेको चाहिँ उसले चाहिँ आफैलाई घृणा गरेको। हालेलुया। उसले आफैलाई म आफैलाई मन पर्दैन भनेको। किनभने यदि उसले आफूलाई प्रेम गर्दा हो त उसले अरूलाई पनि प्रेम गर्थ्यो नि त। यसले कुरा गर्छ, यसले यसो गर्छ, त्यो गर्छ भनेर हामी खोजे निन्दा गर्दै हिँड्छौँ भने हामी त के सुन्छ, राम्रै कुरा बोल्यो भने नराम्रो कुरा सुने पठाउँछौँ होइन। राम्रै कुरा हाम्रो लागि राम्रै कुरा गर्दैछ भने हामी नराम्रो कुरा सुने पठाउँछौँ। तर फल्नाले के कुरा गर्दैछ, ढिस्काले के कुरा गर्दैछ भन्दा पनि म चाहिँ कुन हिसाबले कुन सोच राखेर म जाँदैछु चर्चमा, कुन हिसाबले म समाजको बिचमा जाँदैछु, कुन सोच लिएर म मानिसहरूको माझमा जाँदैछु भन्ने कुरालाई हामीले ध्यान दिनुपर्छ। तर यदि त्यो कुराहरू हाम्रो दिमागमा मनमा छैन भने हामीले के गरिरहेको हुन्छौँ, फल्नाले कस्तो लुगा लायो, फल्नाले के बोल्यो, फल्नाले कतिखेर कुन कुरा खुस्कायो, फल्ना कस्तो कुरा गर्दैछ भन्ने कुरामा हामी ध्यान दिन्छौँ। जुन कुराले गर्दा न त हामी आफै त अगाडि बढ्छौँ, न त हामी आफै केही गर्न सक्छौँ, न त हामी अरूको विषयमा राम्रो कुरा नै गर्न सक्छौँ। सक्दैनौँ है। हामी त आफूलाई लाग्छ म त भयकार भएँ, म ठुलो भएँ, म एकदमै धेरै म राम्रो भएर हिँडिरहेको छु भन्ने लाग्छ। तर हामीले भित्र गएर जाँच्यौँ भने है कति धेरै हामी गिरिरहेको हुन्छ, हामी आफैलाई नै थाहा हुँदैन। धेरै मानिसहरू संसारमा हामी हेर्ने भने धेरै मानिसहरूलाई हामी देख्दा नर्मल देख्छौँ, राम्रो देख्छौँ बाहिर रूपमा हेर्दा, तर भित्र गएर हेऱ्यौँ भने यति धेरै आलु कुहिएको जस्तो भइरहेको हुन्छ जीवन, थाहा नै हुँदैन। किन भन्दाखेरि हामीले कहिले पनि एउटा सकारात्मक विचार राखेको हुँदैनौँ, हामीले अरूको लागि कहिले पनि असल विचार राखिरहेको हुँदैनौँ। त्यही भएर हामी आफै नै खराब भएर गइरहेको हुन्छौँ, हाम्रो जीवनै नाश भएर गइरहेको हुन्छ कतिचोटि। त्यो कुरालाई हामी एकदमै धेरै ध्यान दिनुपर्छ। त्यही भएर प्रभुको वचनले भन्दछ तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु भनेको नै त्यही हो कि हामीले पहिला आफूलाई प्रेम गर्न सिकौँ, हामी आफूलाई स्वस्थ राख्न सकौँ, अनि हामी आफूलाई नै सकारात्मक विचारहरूले भरौँ, जुन कुराले गर्दा अरूको निम्ति हामी असल कुराहरू सोच्न सक्छौँ, अनि अरूको विषयमा हामी राम्रो कुराहरू लिन सक्छौँ, अनि जुन कुराले गर्दाखेरि हामी स्वस्थ जीवन जिएर प्रभुलाई महिमा दिइरहेको हुन्छौँ। अनि जुन कुराले गर्दाखेरि चाहिँ हामीले एउटा प्रथम आज्ञाहरू पालन गरिरहेको छ। पहिलो आज्ञा है, दोस्रो आज्ञा के हो? तिमीले सारा हृदय, सारा आत्मा, शरीर, प्राणले प्रभुलाई प्रेम गर्नु। दोस्रो आज्ञा चाहिँ के हो? तिमीहरूले चाहिँ छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु भनेको नै त्यही हो कि हामीले जहिले पनि एउटा सकारात्मक विचार राखेर हिँड्नुपर्छ, जहिले पनि असल विचार राखेर हिँड्नुपर्छ, जुन कुराले गर्दाखेरि हामी प्रभुको असल कामहरू गर्न सक्छौँ, जुन कुराले गर्दाखेरि प्रभुको महिमा असल तरिकाले गर्न सक्छौँ। नत्र भने हामी जति नै सुके हामी आफूलाई उडेको देखे तापनि अरूले हामीलाई हेर्दा जहाँको त्यहीँ हामी देखिरहेको हुन्छ। त्यही भएर म तपाईँलाई के भन्न चाहन्छु भने प्रिय है, हामीले पहिला परमेश्वरलाई हाम्रो सारा हृदय, आत्मा, शरीर, प्राणले प्रेम गरौँ। अनि जब हामी प्रेम गर्छौँ भने तब हामीलाई प्रभुको उद्देश्य हाम्रो जीवनमा के छ, किन हामी संसारमा आयौँ भन्ने कुरा थाहा हुन्छ। अनि त्यस पछाडि हामीले आफूलाई प्रेम गर्न थाल्छौँ, अनि त्यस पछाडि हामी अरूलाई पनि प्रेम गर्न सक्छौँ। हालेलुया। अरूले कसैले तपाईँलाई अमला ठहराउँदैछ, तपाईँको विषयमा विरुद्धमा नराम्रो कुरा गर्दैछ भने तपाईँले उसको अमलालाई झुकाइदिनुहोस् र तपाईँले भन्न सक्नुपर्छ कि म त्यस्तो व्यक्ति होइन, म त्यस्तो हुँदिनँ, म हुन सक्दिनँ, र अबदेखि उपरान्त त्यस्तो नबोलिदिनु भयो भने एकदमै बेस्ट हुन्छ भनेर भनिदिनु हामीले भन्न सक्नुपर्छ। जुन कुराले गर्दाखेरि हामीले राम्रो सोच लिएर हामी हिँड्न सक्छौँ। तर यदि कसैले यो फल्न नराम्रो यस्तो उस्तो गर्छ भन्ने कुरा गऱ्यो भने त्यो सोच हाम्रो दिमागमा बस्छ, अनि हाम्रो सोचलाई चाहिँ यति धेरै डिस्टर्ब गर्छ कि अनि हामी आफै नै घृणित भइरहेछ, हामी आफूलाई दोष्नु थाल्छ, अनि आफै नै नराम्रो हुन थाल्छ, जुन कुरा गर्दाखेरि चाहिँ हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। यदि हामी आफै अगाडि बढ्न चाहन्छौँ र अरूलाई बढाउन चाहन्छौँ भने चाहिँ हामीले जहिले पनि एउटा सकारात्मक विचार राखेर अगाडि बढौँ, हामी आफैलाई प्रेम गरौँ, कसैले हामीलाई तुच्छ नठानोस्, हामी आफूलाई प्रेम गरौँ र अगाडि बढौँ, जुन कुराले गर्दा प्रभुले हामीलाई प्रशस्त आशिषले गर्नुहुन्छ। त्यही भएर यहुना 3को 16ले के भन्छ भन्दाखेरि परमेश्वरले संसारलाई यस्तो धेरै प्रेम गर्नुभयो कि उहाँले एकमात्र पुत्र समेत बाँकी राख्नु भएन भन्छ है। उहाँले हामीलाई प्रेम गर्नुभएको कारणले गर्दा उहाँको एकलौटे पुत्रलाई दिनुभयो भने
है हामीसँग हामीलाई त परमेश्वरले कति धेरै कुरामा आशिष दिनुभएको छ भने हामीले के सबै कुरा प्रभु तपाईँको हामी भन्न नसक्ने त हामीले सक्नुपर्छ। हालेलुया। अनि त्यो भएर म तपाईँलाई के भन्न चाहन्छु भने हामीले परमेश्वरलाई प्रेम गरौँ र हामी आफैलाई पनि प्रेम गरौँ अनि परमेश्वरको उद्देश्य अनुसार काम गरौँ, इच्छा अनुसार काम गरौँ, जुन कुराले गर्दाखेरि हाम्रो जीवनमा परमप्रभु दिनहुँ आशिषले भर्दै लानुहुन्छ। हो हामी पर्फेक्ट कोही पनि छैनौँ, हामीले तर कोसिस जारी नै राख्नुपर्छ, जुन कुराले गर्दा हाम्रो जीवनमा हामीलाई प्रभुले माथिल्लो लेभलमा बिस्तारै बिस्तारै उठाउनुहुन्छ। हालेलुया। हुन्छ त है, छोटा आशिष तपाईँहरूको माझमा मैले राखेको छु। यदि तपाईँलाई मन पर्यो भने कमेन्ट गर्न नबिर्सिनु होला अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि सेयर गरेर तपाईँहरूको साथीभाइको माझमा पुऱ्याइदिनु होला, आफन्तहरूको माझमा पुऱ्याइदिनु होला, जुन कुराले गर्दाखेरि है सबैजनाहरू है आश्रित हुन सकोस् अनि परमेश्वरलाई महिमा भएकोस् भन्दै म छोटो आशिष म यहीँ राख्न चाहन्छु। हुन्छ, म फेरि पनि जय मसीह भन्न चाहन्छु। जय मसीह।